हेलो साथीहरु, गुड मर्निङ है। आज चाहिँ म चाहिँ लन्च चाहिँ के बनाउँछु भन्दाखेरि आज चाहिँ मेरो कोदोको पिठो है, कोदोको पिठो र अलिकति हल्का चाहिँ आटा मिसाएको छु है। यिनीहरु कोदोको पिठो हेर्न सक्नुहुन्छ। अब त्यसको चाहिँ म रोटी बनाएर लान्छु। आज चाहिँ सधैँ चाहिँ मैले उयो लाने गर्थेँ नि त, सधैँ चावल लाने गर्थेँ हो। अहिले चाहिँ पुरा भुँडी लागेर हो मोटी भएको जस्तो लाग्छ है। त्यही भएर चाहिँ कम्ती खानु पर्यो भनेर चाहिँ अलिअलि रोटीहरू बनाएर लाइजाउँ भनेर सोचेर चाहिँ रोटी बनाउँछु। साथीहरु हेर्नुहोस्, हेर्दै गर्नुहोस् ल। कोदोको पिठो चाहिँ अस्ति नै घरबाट आमाले पठाइदिनु भएको थियो नि त। कोदोको पिठो चाहिँ पुरा मनपर्छ, कोदोको पिठोको रोटीहरू है, ढेँडोहरू खानु चाहिँ। तर मैले चाहिँ आज रोटी बनाउँदैछु। हेरौँ कस्तो हुँदो रहेछ। हेर्नुहोस् है, कोदोको पिठो एकदम प्योर गाउँको रोटी पकाउँदैछु गाइस। मेरो आज लन्च चाहिँ यही हो साथीहरु। कोदोको रोटी देखेर चाहिँ आज चाहिँ ड्युटीमा चाहिँ मेरो साथीहरुको चाहिँ रिएक्सन चाहिँ कस्तो हुन्छ होला है साथीहरु, मेरो रोटी देखेर चाहिँ। अब यताको मान्छेहरु त खालि आटाको रोटी खान्छ नि त। बिहान पनि आटाको रोटी, दिनमा पनि रोटी, रातमा पनि रोटी। हामी चाहिँ डिफरेन्ट। कस्तो कालो कालो रोटी ल्याएको होला भन्छलाई। मैले चाहिँ रोटीको उयो बनाइसक्यो, डल्ला। रोटीको डल्ला बनाइसकेँ। हेर्नुहोस्, रोटीको डल्ला भइसक्यो है मेरो चाहिँ। अब रोटीको डल्ला हेर्नुहोस्। अब चाहिँ रोटी पोल्ने हो। Oh my God! Wow! जस्ट ट्राई है साथीहरु, जस्ट ट्राई। बिस्तारै अब चाहिँ ल। बात तो सही है। बिस्तारै बिस्तारै बेल्दैछु। अब चाहिँ नफुटोस् भनेर, नच्यातोस् भनेर चाहिँ बिस्तारै बिस्तारै बेल्दैछु साथीहरु। यम्मी हुने चाहिँ आज चाहिँ बिस्तारै बिस्तारै बेल्दैछु। हेर्दै गर्नुहोस्, फाटिन्छ कि फाटिँदैन भनेर हेर्नु चाहिँ पुरा डर लागिरहेको छ फाटिन्छ भनेर चाहिँ। गड फाइनली भयो यार। अलिअलि त हुन्छ फाटेको। रिफाइन्ड ओइल हल्का एड गरेको छु है यहाँनिर। साथीहरु मर्निङ मर्निङ है। यो चाहिँ ब्ल्याक टी पिउँदैछु है, दार्जिलिङ टी, ब्ल्याक टी है। ओके, दार्जिलिङबाट आएको छ है मेरोमा चाहिँ ब्ल्याक टी। हेर्नुहोस्, पत्तावाला। पाक्दैछ मेरो कोदोको रोटी, पाक्दैछ। रोटी चाहिँ यो चाहिँ राम्रोसँगले नबेलिँदो रहेछ नि त साथीहरु। के हुँदो रहेछ भन्दाखेरि नि अलिअलि चाहिँ धुलो चाहिँ पर्दो रहेछ। तर साथीहरु हेर्नुहोस्, यहाँनिर अलिअलि चाहिँ धुलो पर्दा चाहिँ, किनकि उयोको हो नि त, यो चाहिँ ढ्यापे रोटी पोली खान्छ नि त है। उयसको चाहिँ के भन्छ, कोदोको रोटीको चाहिँ आज चाहिँ मैले बेलेर बनाएको छु हो, अलिकति आटा मैदा मिक्स गरेर। त्यही भएर ल अलिअलि चाहिँ फाट्दो रहेछ है साथीहरु। कस्तो हुन्छ हो। अब यसको सँग चाहिँ टमाटरको चटनी बनाउने है। पिरो चटनी बनाउने हो साथीहरु। खोर्सानी हालेर एकदम पिरो चटनी बनाएर चाहिँ खाने हो है। एकदम स्पाइसी खानु मन छ मलाई चाहिँ है। ड्युटीमा त्यो नै 2टा रोटी खान्छु है, अन्त अलिकति स्पाइसी चटनी। बस ज्यादा चाहिँ खाँदिनँ आजकल चाहिँ। धेरै मोटी जस्तै भइसकेको छ। पहिला मोटी नहुँदा कस्तो आफूलाई लाग्थ्यो नि त, अब कहिले मोटी हुनेलाई म भनेर भन्थ्यो नि त। अहिले चाहिँ खोइ हल्का मोटी हुँदा पनि के साह्रो मोटी भएको भनेर चाहिँ क्या छक्कै पर्छ आफूले। मोटी चाहिँ नहुनु रहेछ है साथीहरु। कोसिस नगर्नुहोस् है ल। साह्रो पर्दो रहेछ। सास फेर्नु पनि साह्रो, हिँड्नु पनि साह्रो, कुद्नु पनि साह्रो, सुत्नु पनि साह्रो। अलिकति खाँदा भने पेट पनि ठुलो भइहाल्यो, त्यो पनि साह्रो। कति साह्रो के। गुरुभन्दा स्लिम एन्ड ट्रिम पतली नै ठिक चाहिँ। मान्छेहरूले के साह्रो पतली केही खाँदैन भन्छ नि, त्यही राम्रो रहेछ। इच्छा त्यो पैँसी जस्तो सुँगुर जस्तो भन्छ नि, कहिले नमोटाउने मान्छेहरू। म त मनै परेन। आफैले आफूलाई देख्दा पुरा रिस उठ्छ साथी।